जय मसीह र आज जय विजयको दिन र आज सियोन प्रार्थना भवनमा आज हामी जुटिसकेका छौँ। साथै आज सन्डे सेवाकाई वर्षिपको सेवाकाई साथसाथै आज एउटा स्पेसल सेवा भएको कारणले गर्दा आज हामी यो छिटै जुटेका छौँ। अहिलेको टाइम तपाईँको लगभग 7-7:30 भइसकेको छ है। र स्पेसल सेवा चाहिँ के हो भनेदेखिको आज हाम्रो चर्चमा चाहिँ दाजु श्याम अनि भाइ ओबेदको चाहिँ नानीहरूको डेडिकेसन सेवाका राखेको छ। त्यही कारणले गर्दा हामी छिटो जुटेका छौँ है, मण्डली मिलिकन। साथै आज खानपिनको पनि व्यवस्था भएको कारणले गर्दा सबै विश्वासी मिलिकन खानपिनहरूको साथै यो काम कुरोको लागि अब हामी यो व्यस्तता छौँ आज हामी है। र त्यो भनेर आज सेवाकाईको लागि साथै काम कुरोको लागि हामी अलिक व्यस्तता हुनेछौँ। सो भन्दै भिडियोको सुरुवात गरिरहेको छु र स्वागत छ तपाईँहरूलाई मेरो प्रोफाइलमा, मेरो युट्युब च्यानलमा। सो भन्दै भिडियोको सुरुवात गर्नको लागि छ। आउनुहोस् सबैजना भिडियो पनि हेर्नेछौँ है। र हाम्रो दिदी बहिनीहरू पनि एकदमै व्यस्तमा छ है। साथै दाजुभाइहरू पनि एकदम व्यस्त हुनुहुन्छ काममा। अनि सेवाकाईको निम्ति चाहिँ हाम्रो माउन्ट परियाबाट सामेल बडा आउनुभएको थियो है। अनि सामेल बडाले आजको आधार वचन चाहिँ लुका 2को 21, 22, 23 अनि 24बाट वचनहरू हेरे, जसमा यस्तो लेखिएको छ, अनि ती बालकको खतना हुनका निम्ति 8 दिन पुरा भएपछि उहाँको नाम यीशु राखियो, जो चाहिँ उहाँ गर्भमा आउनुभन्दा पहिले नै स्वर्गदूतद्वारा राखिएको थियो। अनि मूसाको व्यवस्था अनुसार उनका शुद्ध हुने दिनहरू पुरा भएपछि उनीहरूले उहाँलाई यरुशलेम ल्याए, उहाँलाई परमप्रभुको सामु अर्पण गर्नलाई, जसरी परमप्रभुको व्यवस्था अनुसार लेखिएको छ, पहिला जन्मना हरेक छोरा परमप्रभुका निम्ति पवित्र कहलाइनेछ। उहाँको व्यवस्थामा भने अनुसार 1 जोडा ढुकुर वा 2वटा परेवाका बच्चाहरू बलि चढाउनलाई। अनि योहन्ना 3 अध्यायमा हामीले याद छ, 3 अध्यायको 3 पद 5 पदमा त्यो हरेक जाति भाषा कुलहरूले नयाँ जन्म पाउनुपर्छ। अनि नयाँ जन्म पाएन भने परमेश्वरको राज्य देख्न पनि सक्दैन, न त्यहाँ परमेश्वरको गर्न सक्छ। सधैँको चाड अनुसार उहाँ नानीलाई पनि पिताको स्वरूप स्नो भनेर आफ्नो बाबुआमाको कर्तव्य चाहिँ कस्तो रहेछ, पिताको स्वरूप एउटा असल चाडचलनमा पिताको स्वरूपको चेतवनमा चाहिँ हुर्काउँदै बढाउँदै एकदमै कुराहरू पिताको स्वरूप आज हामीलाई बताउनु रहेछ। र पिता यति मात्रै होइन, आज प्रभुले हामीलाई दान दिनुभयो। धन्यवाद छ प्रभु प्रभुजी, विशेष गरिकन तपाईँ परमेश्वरले हजुरजी जुन प्रभु आमाको काखदेखि लिएर त्यसकै समय बालकको सिद्धिदिनु पनि एउटा उद्देश्य जुन तपाईँले राख्नुभएको छ प्रभु बालकको सम्बन्धमा Bueno, ya, no puedo más. Mira,